साथीहरू आउनुहोस्, संसारमा सबैभन्दा घातक रोग मधुमेहबारे केही कुरा जानिराखौँ। पहिलो रहेको छ गुलियो पेय पदार्थहरूले सुगर चाँडै बढाउँछ। दोस्रो रहेको छ सेतो पिठो मधुमेह रोगीको सबैभन्दा ठुलो शत्रु हो। तेस्रो रहेको छ धेरै खानाले सुगर नियन्त्रणमा बाधा पुर्याउन सक्छ। चारौँ रहेको छ धुम्रपानले मधुमेहको जटिलतालाई धेरै गुणा बढाउँछ। पाँचौँ रहेको छ औषधि छोड्दा मधुमेह घातक हुन सक्छ। छैठौँ रहेको छ ढिलो घाउ निको हुनु मधुमेहको खतरनाक सङ्केत हो। सातौँ रहेको छ मृगौला फेल हुनु मुख्य कारण सुगर नै हो। आठौँ रहेको छ यो लक्षण बिना नै बढ्छ, त्यसैले यो एक मौन हत्यारा हो। नवौँ रहेको छ तौल बढाउँदा सुगरलाई निम्तो दिए बराबर हुन्छ। दसौँ रहेको छ दैनिकी हिँड्नु चिनी नियन्त्रण गर्ने सबैभन्दा सजिलो तरिका हो। 11औँ रहेको छ सही खानाले सुगर नियन्त्रणमा राख्छ। 12औँ रहेको छ समयमै खाना खाँदा सुगर बिग्रनबाट बच्छ। 13औँ रहेको छ तनावले सुगरको मात्रा धूर्त गतिमा बढाउँछ। 14औँ रहेको छ पर्याप्त निन्द्राले सुगर नियन्त्रण गर्न मद्दत गर्छ। र 15औँ रहेको छ नियमित जाँचले जोखिम चाँडै पत्ता लगाउँछ। साथीहरू, अहिलेको व्यस्त जीवनशैली र बाहिरको फास्टफुड धेरै खाँदाखेरि र विषाक्त सामान धेरै प्रयोग गरेको सागसब्जीहरू खाँदाखेरि अहिले चाँडै नै यो मधुमेह रोग तीव्र गतिले बढिरहेको छ र भोलिको दिनमा हामीलाई पनि नहुन सक्ला भन्न सकिँदैन। त्यसैले आजबाट आफ्नो जीवनशैलीलाई परिवर्तन गरेर हेल्दी खाना र एक्सर्साइजहरू पर्याप्त मात्रामा गरौँ र पर्याप्त मात्रामा पानी पिउँ, पर्याप्त मात्रामा निद्रा पुरा गरौँ र तनावलाई एकदम धेरै कम गरौँ। हस्त साथीहरू, आजको भिडियो हजुरहरूलाई कस्तो लाग्यो? भिडियो मन पऱ्यो भिडियोलाई लाइक, सेयर र कमेन्ट गर्न नबिर्सिनुहोला। र केही सल्लाह सुझाव भए पनि त्यो पनि दिनुहोला, ताकि आगामी दिनमा अझ सुधारेर अरू भिडियोहरू अथवा तपाईँलाई के चाहिएको छ, कस्तो खालको भिडियो चाहिएको छ, त्यस्तो खालको भिडियो पनि म व्यवस्था गर्ने कोसिस गर्नेछु, मतलब बनाउने कोसिस गर्नेछु। हस्त साथीहरू, धन्यवाद। आजका लागि यति।